अमेरिकाले अवैध रूपमा बसेका 8 जना नेपालीलाई हिजो नेपाल ल्याएर छोडिदिएपछि लेख कार्की आफ्नो फेसबुकमा लेख्नुहुन्छ, अमेरिकाले चार्टर गरेर 8 जना नेपाली ल्याइदिएछ। अमेरिका त्यसै अमेरिका भएको होइन, 8 जनाका लागि पनि सिङ्गो जहाज चार्टर गरेर यत्रो लामो दूरी पठाइदियो। रिपोर्ट गर्यो भनेर पिर नगर्नु नेपाली दाजुभाइ दिदीबहिनी, बरु धन्यवाद दिनु अमेरिकालाई। कमसे कम जसरी आएका थियौ त्यसरी जाओ भनेर मेक्सिको बोर्डरमा छोडिदिएन, अमेजनको जङ्गलमा लगेर छाडिदिएको होइन, सहारा मरुभूमिमा लगेर छाडिदिएको होइन, मातृभूमि फर्काइदिएको हो। जसरी पहिला विदेश जाने सपना हुन्छ त्यसै गरी विदेश पुगेर सङ्घर्ष गर्न थालेपछि लामो समय बसेपछि स्वदेश फर्कने पनि सपना हुन थाल्छ। उतै बस्दै गएपछि 4-5 वर्षमा आफ्नो देश फर्कन पनि 400-500 पटक सोच्नु पर्ने हुन्छ। कम्तीमा अमेरिकाले आफ्ना बाआमाले रगत पसिना बगाएर आफूलाई हुर्काएको माटोमा ल्याइदिएको छ। अब के गर्ने भनेर डर नमान्नु, एकपटक बाँच्ने जिन्दगी जसरी पनि बाँचिन्छ। अरूले के भन्लान् भनेर लाज नमान्नु, यहाँ चोर भट्टाचारीहरू त छाती फुलाएर हिँडिरहेका छन्। फेरि जीवनको नयाँ बाटो सुरु भयो, सोच्नु विदेशमा हुँदा जस्तै इमान्दार लगनशील भएर अगाडि बढ्नु। स्वागत छ देशमा।